साथीहरु म आज तपाईको लागि लिएर आएको छु ड्राइभिङ लाइसेन्स बनाउँदाखेरि लिखित परीक्षामा सोधिने केही महत्त्वपूर्ण प्रश्नहरु। अब सिधा लागौं प्रश्नतिर। 1 नम्बरमा रहेको छ जेब्रा क्रसिङ के को लागि प्रयोग गरिन्छ? क मा छ उभिन, ख मा छ पैदल यात्रीले बाटो काट्न, ग मा छ गाडी रोक्न, घ मा छ गाडी कुदाउन। त्यसको सही आन्सर रहेको छ ख, पैदल यात्रीले बाटो काट्न। नम्बर 2 मा रहेछ बढी उकालोमा सवारी चलाउँदा कुन गियरमा चलाउनु पर्दछ? अप्सन रहेछ 1 नम्बरमा 1 गियर, 2 नम्बरमा 2 गियर, 3 नम्बरमा 3 गियर, 4 नम्बरमा 4 गियर। यसको सही उत्तर रहेको छ नम्बर क, 1 गियरमा। 3 नम्बरको प्रश्न रहेको छ ओभरटेक गर्दा कुन साइडबाट गर्नु पर्दछ? क मा छ बायाँ साइडबाट, ख मा छ दायाँ साइडबाट, ग मा छ दुवै साइडबाट, घ मा छ माथिको सबै। त यसको सही आन्सर रहेको छ ख नम्बर, दायाँ साइडबाट। निम्न मध्ये सवारी चालकको कर्तव्य कुन हो? क मा हिफाजतको साथ सवारी चलाउने, ख मा छ ट्राफिक नियम पालना गर्ने, ग मा छ निषेधित कार्य गर्ने, घ मा छ माथिको सबै। त्यसको सही उत्तर रहेको छ माथिको सबै। 5 नम्बरमा छ गुडिरहेको मोटरसाइकललाई एक्कासी रोक्नु पर्ने भने के गर्नु पर्छ? क मा छ दुवै ब्रेकलाई एकै पटक थिच्ने, ख मा छ पछाडिको ब्रेक बेसरी थिच्ने, ग मा छ इन्जिन अफ गर्ने, घ मा छ गियर डाउन गर्ने। त यसको सही उत्तर रहेको छ नम्बर ग, दुवै ब्रेकलाई एकै पटक थिच्ने। 6 नम्बरमा छ मोटरसाइकल दर्ता गर्न निकाय कुन हो? अप्सन रहेको छ क नम्बरमा यातायात व्यवस्था विभाग, ख नम्बरमा छ जिल्ला प्रशासन कार्यालय, ग नम्बरमा छ यातायात व्यवस्था कार्यालय, घ नम्बरमा छ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय। यसको सही उत्तर रहेको छ नम्बर ग, यातायात व्यवस्था कार्यालय। नम्बर 7 मा रहेको छ इम्बोस्ड नम्बर प्लेट बिग्रेमा के गर्नु पर्दछ? अप्सन रहेको छ क नम्बरमा वर्कसप गई फेर्ने, ख नम्बरमा छ बिग्रेको मर्मत गरी आफैले फेर्ने, ग नम्बरमा छ यातायात व्यवस्था कार्यालयमा निवेदन दिने, घ मा छ माथिको सबै। यसको सही उत्तर रहेको छ नम्बर ग, यातायात व्यवस्था कार्यालयमा निवेदन दिने। नम्बर 8 रहेको छ इन्भेस्टर नम्बर प्लेट भनेको के हो? अप्सन रहेको छ क नम्बर प्लेटमा इनामेलले लेखिएको, ख मा छ प्लेटमा खाल्डो परी अक्षर र अङ्क लेखेको, ग मा छ प्लेटमा उठाएर अक्षर र अङ्क लेखेको, माथिको कुनै पनि होइन। यसको सही उत्तर रहेको छ नम्बर ग, प्लेटमा उठाएर अक्षर र अङ्क लेखेको। रातको समयमा नम्बर 9 क्वेशन रहेको छ रातको समयमा गाडी पार्क गर्दा बालिने लाइट कुन हो? अप्सन रहेछ हेडलाइट, ख नम्बरमा छ साइड लाइट, ग नम्बरमा छ पार्किङ लाइट, घ नम्बरमा छ इमर्जेन्सी लाइट। सही अप्सन रहेको छ पार्किङ लाइट। नम्बर 10 मा छ सवारी चालक अनुमति पत्र लिन कस्तो फारम भर्नु पर्दछ? क नम्बरमा छ हस्तलिखित फारम, ख नम्बरमा छ अनलाइन फारम, ग नम्बरमा छ क र ख दुवै, घ मा छ निश्चित नियम छैन। त्यसको सही उत्तर रहेछ अनलाइन फारम। निम्न मध्ये सवारी चालकको कर्तव्य कुन हो? क मा छ गाडी भाडा उठाउने, ख मा छ सडक सरसफाइ गर्ने, ग मा छ कन्डिसन चेक गरेर गाडी चलाउने, घ मा छ कुनै पनि होइन। त यसको सही आन्सर रहेको छ कन्डिसन चेक गरेर गाडी चलाउने। नम्बर 12 क्वेशन ड्राइभिङ प्रशिक्षण केन्द्रको कार्य तलका मध्ये कुन हो? त यसको अप्सन रहेको छ क लाइसेन्स फारम भर्न सहयोग गर्ने, लाइसेन्स फारम दर्ता गराइदिने, ट्रायल परीक्षा सिकाउने, घ मा छ सवारी चलाउन प्रशिक्षण दिने। यसको सही उत्तर रहेको छ सवारी चलाउन प्रशिक्षण दिने। नम्बर 13 क्वेशन रहेछ कुन अवस्थामा सवारी साधन चलाउनु हुँदैन? क मा छ मादक पदार्थ सेवन गरेको अवस्थामा, ख मा छ कलर छुट्याउन नसक्ने भएकोमा, ग मा छ क र ख दुवै, घ मा छ कुनै पनि होइन। त यसको सही उत्तर रहेको छ नम्बर ग, क र ख दुवै। 14 नम्बर क्वेशन रहेको छ सडक पार गर्दा कसलाई प्राथमिकता दिनु पर्दछ? क नम्बरमा छ स्कुले विद्यार्थीलाई, ख नम्बर शारीरिक अपाङ्ग भएको व्यक्तिलाई, ग नम्बर छ बुढाबुढीलाई, घ नम्बर छ माथिको सबै। त्यसको सही उत्तर रहेको छ नम्बर घ, माथिको सबै। 15 नम्बर क्वेशन रहेको छ ओभरटेक गर्ने अगाडिको सवारीलाई कसरी सङ्केत दिनु पर्दछ? क नम्बर अप्सन रहेछ हेलमेट हेडलाइट बारेर, ख नम्बर रहेछ हर्न बजाएर, ग नम्बर छ साइड लाइट बारेर, घ नम्बर छ माथिको सबै। त्यसको सही उत्तर रहेको छ माथिको सबै। प्रश्न नम्बर 16 मा छ पैदल यात्रीले कुन स्थानबाट बाटो काट्नु पर्दछ? क नम्बरमा छ जेब्रा क्रसिङ, ख नम्बरमा सबवे, ग नम्बर छ आकाशे पुल, घ नम्बर छ माथिको सबै। त्यसको सही उत्तर रहेको छ नम्बर क, जेब्रा क्रसिङ। यसको सही उत्तर रहेको छ माथिको सबै। प्रश्न नम्बर 17 शहरी इलाकामा सवारी चलाउँदा के गर्नु पर्दछ?
अप्सन रहेको छ नम्बर क गति सीमित गर्नुपर्दछ, नम्बर ख गति बढाउनु पर्दछ, ग सवारी रोक्नु पर्दछ, नम्बर घ कुनै पनि होइन। त्यसको सही उत्तर रहेको छ नम्बर क गति सीमित गर्नुपर्दछ। 18 नम्बर क्वेशन रहेको छ सेतो नम्बर प्लेटका सबै सवारी 18 नम्बर क्वेशन रहेको छ आपतकालीन सवारी कुन हो? क नम्बरमा छ सेतो नम्बर प्लेटको सबै सवारी, नम्बर ख मा छ कूटनीतिक सवारी, नम्बरमा ग छ सब वाहन दमकल र एम्बुलेन्स, नम्बर घ मा छ हरियो नम्बर प्लेटका सवारी। यसको सही उत्तर रहेको छ नम्बर ग सब वाहन दमकल र एम्बुलेन्स। 19 नम्बर क्वेशन रहेको छ आफ्नो सवारी भन्दा पछाडिको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नु पर्दछ? त अप्सन रहेको छ गति बढाउने, ख नम्बरमा रहेको छ हर्न बजाउने, ग नम्बरमा छ साइड लाइट नदिने, घ नम्बरमा छ स्लो गरी साइड दिने। त यसको एन्सर रहेको छ नम्बर घ स्लो गरी साइड दिने। 20 नम्बरमा क्वेशनमा रहेको छ जेब्रा क्रसिङको रेखाङ्कन कुन कुन रङले गरिन्छ? नम्बर क मा छ सेतो र कालो, नम्बर ख मा छ पहेँलो र सेतो, नम्बर ग मा छ कालो र पहेँलो, नम्बर घ मा छ पहेँलो र नीलो। त्यसको सही उत्तर हुन्छ नम्बर क सेतो र कालो। 21 नम्बर क्वेशन रहेको छ टर्निङमा गाडी चलाउँदा कसरी चलाउनु पर्दछ? नम्बर क मा रहेको छ सकभर लो गियरमा चलाउने, नम्बर ख मा छ स्पिड कम गर्ने, नम्बर ग मा छ टर्निङ अगाडि नै 2-3 पटक हर्न बजाउने, नम्बर घ मा छ माथिको सबै। त्यसको सही उत्तर रहेको छ नम्बर घ माथिको सबै। सवारी साधन दायाँ मोड्न के गर्नु पर्दछ? 22 नम्बर क्वेशन क बायाँ साइड लाइट दिने मोड्ने, नम्बर ख हेडलाइट बाली मोड्ने, नम्बर ग दायाँ साइड लाइट दिने मोड्ने, नम्बर घ माथिको कुनै पनि होइन। त्यसको सही उत्तर रहेको छ नम्बर ग दायाँ साइड लाइट दिने मोड्ने। नम्बर 23 क्वेशन रहेको छ साइड रोडबाट मेन रोडमा पस्ने बेलामा चालकले के गर्नु पर्दछ? नम्बर क मा छ स्पिडमा गाडी ल्याएर पस्ने, नम्बर ख मा छ मेन रोडको बीचमा गाडी रोक्ने, नम्बर ग मा छ सिग्नल दिँदै सुरक्षित गतिमा प्रवेश गर्ने, नम्बर घ मा छ सिग्नल नदिने। यसको सही उत्तर रहेको छ नम्बर ग सिग्नल दिँदै सुरक्षित गतिमा प्रवेश गर्ने। नम्बर 24 क्वेशन रहेछ लुकिङ ग्लास कुन समयमा हेर्नु पर्छ? नम्बर क ओभरटेक गर्दा मात्र हेर्ने, ख ब्याक गर्दा मात्र हेर्ने, ग दायाँ अथवा बायाँ मोड्दा मात्र हेर्ने, घ माथिको सबै अवस्थामा हेर्ने। त्यसको सही उत्तर रहेको छ नम्बर घ माथिको सबै। आजको लागि यति नै साथीहरू। भिडियो राम्रो लागेमा लाइक और सब्सक्राइब गर्न नबिर्स्नुहोला र अर्को पनि पार्ट म लिएर छिट्टै आउने छु।